दर्शकवृन्द भूपेन्द्रलाई भुन्टीलाई यति धेरै रिक्वेस्ट गर्यो कि भुन्टी हेर तिमीले मुद्दा मलाई नलाइदेऊ, यसरी यो सबै रेकर्ड तिमीले गरेछौ, यो रेकर्ड तिमीले गरेपछि मलाई त्यो पुलिसहरूले पक्रिनु आउँछ, मलाई किन थुन्छौ, म तिमीलाई यति धेरै माया गर्छु भन्दै भुन्टीलाई मक्ख पारिरहेका हुन्छन् भूपेन्द्र। तर यता भुन्टी बनेर आएकी सुकुमायाले चाहिँ तडपाई उसलाई भनेको हुन्छ, तैँले के गरेर बोलेको थिइस् र मलाई सिद्ध्याउनै खोजेको थिइस्, तँलाई सम्पत्तिको नाममा मलाई नै मार्ने मान्छे तँलाई चाहिँदैन, कहिले पनि चाहिँदैन मलाई भन्दै उसलाई यति धेरै यातना दिइरहेको थियो। दर्शकवृन्द त्यतिकैमा यता भुवनले देखेपछि अनि भुन्टी तिमीले धेरै हद्दे गर्यौ, यति धेरै चाहिँ नगर, तिमीले मेरो भाइलाई किन यति धेरै हेला गर्छौ, म तिम्रै सपोर्टमा लागिरहेको छु, तर पनि तिमीले किन यति धेरै हद गरिरहेको छौ भनेर भुवनले भन्दा तपाईँको भाइले मलाई मार्ने धम्की दिइरहेको छ कि मेरो ज्यान जाओस् त, मारेर सम्पत्ति उसले पाउनु खोजिरहेको छ, तपाईँलाई के थाहा दाजु, सबै मैले उसको गर्लफ्रेन्ड जेरीसँग मैले बोलेको, मैले फोन डिटेल सबै मैले रेकर्ड लिइसकेको छु, अब मलाई कुनै पनि गाह्रो छैन मुद्दामा, अनि उसलाई म यति धेरै प्रमाणहरू मैले दरो बोकेको छु अब भन्दै यता भुन्टीले भनेपछि आफ्नो भाइको यति धेरै गल्ती देखेर भुवन पनि दिक्क मान्दै आफ्नो भाइलाई अनि तैँले के गर्नु खोजेको हो भन्छ, सरी दाजु मैले अब सबै यो जेरीले सिकाएको हो मलाई भनेपछि भुवनलाई धेरै रिस उठ्छ। त्यही भएर अब भुन्टी उता जान्छ अनि पुलिस थानातिर लाग्दाखेरि नजाऊ भन्दै अनि खुट्टामा तान्छ। त्यतिखेर भुन्टीले त्यही लात्ताले भक्कै हानेर उत्तानो पल्टाइराखेर गइरहेका हुन्छन् चौकीमा र यता पछ्याउँदै भूपेन्द्रले पनि जाइराख्न खोजिरहेको हुन्छ। त्यतिखेर भुवनले नजा, तैँले त्यहाँ गएर पनि अब केही हुँदैन, तैँले यति ठुलो अपराध गरिस्, तैँले तेरै त्यो सम्पत्तिको लागि तैँले मान्छेको ज्यान मार्न तैँले अपराध गरिस् होइन, अब त जेल जान्छस् सिधै भनेर आफ्नो दाजु पनि दिक्क मान्दै अनि रिसाइरहेको हुन्छ। र उता गाउँबाट चाहिँ आफ्नो श्रीमानलाई नभनी बालकुमारी भूपेन्द्रको आमा चाहिँ यता आइरहेको हुन्छ। त्यतिखेर भूपेन्द्रको बाबाले भन्छन् कि आफ्नो ठुलो श्रीमान छ घरमा, ठुलो मान्छेलाई तैँले केही नभनी गइस् होइन, ठिकै छ त अब जा त, तर पनि यहाँनिर त रुँदै फर्किनु पर्छ बुझिस् भनेर भनिसकेका हुन्छन्। र बाटोमा भुन्टी बनेर सुकुमाया चौकीतिर लागिरहेको हुन्छ। त्यतिखेर यता बालकुमारीले देखेपछि ओइ त कहाँ जान लाग्यो कि, तँलाई यहाँनिर हाम्रो अंशहरू सबै तैँले आँखा गाडी छैन त, माग्ने थाङ्नेको छोरी झुम्रेको छोरी भन्दै उता हप्काउँदाखेरि उल्टै सुकुमायाले उसलाई पनि त्यही धम्की दिन्छ, तिमीहरू पो पापी अपराधी हो त, म त तिमीहरू माग्ने थाङ्नेको छोरी हो भने थाहै थियो त, मलाई बिहा गरेर तिमीहरूले मलाई किन यति धेरै दुःख दिएको, अनि घरमा जाऊ चुप्प लागेर घरमा जाऊ, अनि म सबै तिमीलाई के गर्नुपर्ने हो म गर्छु भनिरहेका छन्। दर्शकवृन्द अब के हुन्छ त यो हेर्नको लागि अर्को एपिसोड हेर्नुपर्ने हुन्छ। हस्त धन्यवाद।